हेलो व्हाट्स अप एभ्रीवान, इट्स योर बोय सुनिल बाबा तामाङ। मेरो सर्ट मिनी ब्लगमा सबैजनालाई वेलकम छ। सबैजनालाई गुड मर्निङ। हिजोको दिन जस्तै राम्रो राम्रो कुराहरू आज पनि राम्रो राम्रो कुराहरू लिएर आएको छु। आफूले भएको बुझेको कुराहरू हजुरहरूको सामु बिच सुनाउनु पाउँदा, सेयर गर्नु पाउँदा एकदमै खुसी लाग्छ मलाई चाहिँ। हजुरहरू पनि यसरी नै सेयर गर्नु होला हैन, किनकि ज्ञान भन्ने कुरा जति आफूले फैलाउनुहुन्छ त्यति आफूलाई बढ्दै जान्छ। ज्ञान भनेको चाहिँ सबैजनालाई बाँड्नुपर्छ, अरूबाट नि लिनुपर्छ। अब दायाँ बायाँ तल माथि नगरिकन विषयवस्तुतिर लागौँ। कहाँ बोका करायो। खास विषयवस्तु चाहिँ के रहेको छ भने आजको लत, एडिक्सन, लतको विषयमा हो। र यो भन्दा पनि अरू कुरा पनि गर्नेछु। मुख्य विषयवस्तु चाहिँ लत हो, एडिक्सन। लत चाहिँ नि हरेक कुरामा हुन्छ। लत भनेको के हो त्यसलाई पहिला फर्स्ट अफ अल हामीले बुझ्नुपर्छ। लत भनेको चाहिँ के हो भन्दाखेरि त्यो चिज नभइ नहुने क्या, त्यो चिजको बानी पर्ने क्या हैन। त्यो चिज नभएपछि छटपटिने हैन, सासै जाला जस्तो हुने, अनि त्यसपछि स्याड मुमेन्टमा बस्ने मान्छे, एकदम एकान्तमा बस्ने, त्यो चिज भएन भने भोक निन्द्रा तिर्खा सबै मारिदिने, त्यस्तोलाई भन्छ लत, एडिक्सन। यो हरेक कुरामा हुन्छ, माया पिरतीमा पनि हुन्छ। अनि एडिक्टहरू त्यो अल्कोहल अनि त्यसपछि लागु पदार्थ गाँजा सेवन गर्ने, ड्रग्स सेवन गर्ने मान्छेहरूमा नि हुन्छ। त्यही कारण हामी छोरा मान्छे हौँ, हरेक कुराको एक्सपिरियन्स गर्नुपर्छ, अनुभव गर्नुपर्छ। तर लत चाहिँ कहिले पनि राख्नु हुँदैन हैन। त्यही कारण हामीले केही चिजमा पनि लत लगाउनु हुँदैन। हामीले राम्रो कुरामा लत लगाउनुपर्छ, जस्तै कि मेहनतमा, पढाइमा हैन, राम्रो राम्रो कुराहरूमा लत लगाउनुपर्छ। एडिक्सन अनि माया पिरतीमा लत लगाउनु हुँदैन, गाह्रो हुन्छ एडिक्सनमा झन्। अनि यो कुरो चाहिँ एडिक्ट जति पनि मेरो गाउँठाउँ समाज हैन, जता पनि मेरो दाजुभाइहरू चाहिँ एडिक्टमा फसिरहेको छ हैन। गाँजा चुरोट खाएर, रक्सी भाङ खाएर हैन, एकदम एडिक्ट, आफूलाई परिवर्तन गर्न सकेको छैन, त्यो ठाउँबाट उम्कन सकेको छैन। उहाँहरू जस्तो व्यक्तिहरूको लागि पनि एउटा म्यासेज हो मेरो तर्फबाट हैन। त्यही कारण हामीले चाहिँ नि कहिले पनि लत लगाउनु हुँदैन हरेक कुराहरूलाई हैन। त्यही कारण लत भन्ने कुरा त्यस्तो हो, हामीले बरु मेहनतको लत लगाउनुपर्छ हैन। आजको विषय यही नै हो। भन्दै भ्लग बनाउँदै 800 मिटर यता आइसकेको मलाई थाहै भएन। त्यही कारण आजको भ्लग यति नै हो। सबैजनाले लाइक, कमेन्ट, फलो गरिदिनु होला।